हो भक्त आए मन्दिरमा मैले जानेको देखेको ढोका खोल राम हो भक्त आए मन्दिरमा ढोका खोल हो भक्त आए मन्दिरमा मैले जानेको देखेको ढोका खोल राम हो भक्त आए मन्दिरमा ढोका खोल
राम्रा पनि कति हौ कति त शिव कता छौ पार्वती हरि भजन गाइरहनु होला शिव बसन कैलाश वनमा कृष्ण बसन सबैको मनमा शिव बसन कैलाश वनमा कृष्ण बसन सबैको मनैमा हरि भजन गाइरहनु होला फेरि फेरि पाइँदैन यो चोला हरि भजन गाइरहनु होला फेरि फेरि पाइँदैन यो सुनिया छ हे राम अरू कता क्यारे क्यारे मेरा है हे बाबा गए आमा गए हे जान गए कहाँ गए थाहा छैन जान गए खै कुन्नी हुन्छ ए कता गयो जान त गए कसैका रहे हैन बाबा गए आमा गए खोइ यो त आएन हौ ए बाबा गए आमा गए जान गए कहाँ गए थाहा छैन यहाँ छन् भन्ने आजसम्म मलाई त एकल खुन पनि छैन ए कहाँ जाने हो थाहा छैन नगइनी छैन कहाँ जाने हो थाहा छैन हैन हजुर हैन माथि हैन यसको अन र अफ छ छैन यसको कनेक्सन भएन कि ए सबै भन्छ हेलो
एकदमै झ्याम झ्याम बनाइदिनु होला यो लास्ट नाच आजको लागि मेरो है नगइनी बा छैन कहाँ जाने हो थाहा छैन होइन नगइनी बा छैन कहाँ जाने हो थाहा छैन धनुबासको मुरलिता भक्याम्लाको ठेडी धनुबासको मुरलिता भक्याम्लाको ठेडी सुन्न मन लाग्यो मलाई बजाउ बाला फेरि राम्रै भयो मुराले ए बजाउ बाला फेरि राम्रै भयो बाछन फुरुक फुर हे नाच्न पाइन भनेर हे बाछन फुरुक फुर हे दुध राखेको चिया पाए पिउँथे हे ऐना हेरी गाजल लाइदेऊ न राधा ऐना हेरी गाजल
अक्षरैको आनन्दको देवी देवताहरूको पितृहरूको सबलाई नमस्कार सबलाई नमस्कार देवता पित्र इष्ट मित्र सबलाई नमस्कार सबलाई नमस्कार तपाईँ पनि अलि टाढा गाल्ने सोच्नु त ए जाने पनि नजाने नि खै यो घर घर गरेर ए जाने पनि नजाने नि कीर्तन गाउन पर्ने दुई चारजना है पुरै ए कीर्तन गाउन पर्ने बिना ऐना काइयो त ओइ कसरी कपाल कोर्ने ऐना भने ऐना हेरी गाजल लाइदेऊ नाराला ऐना हेरी गाजल भने यस्तोले के गएको होला नभन्नु होला है त भन्दैनौँ त्यस्तो भन्ने कुरा भन्दैनौँ जस्तो गाडी मिठो भन्छ ए उसो भने लाइदेऊ न हो राधा ऐना हेरी गाजल लाइदेऊ न
बोलम दिल खोलम सबलाई राम्रै होला हरि हरि बोलम दिल खोला सबलाई राम्रै होला हरि हरि बोलम दिल खोला निकालेर त गाउँदै गाउँदैन हरि हरि हुन्छ एकदमै दुई चार चरण कीर्तन गाए कस्तो भयो खै पनि एकदम गजब गल्ती भयो माफ लिन्छु अबदेखि दुई चार चरण कीर्तन गाउन यो माइक्रोफोन उहाँलाई हस्तान्तरण गर्छु राम राम भने तरिन्छ अवश्य मरिन्छ राम राम भजे तरिन्छ माइक माइक ए नाच्न लाग्यो किन धोक्नु पर्यो यो ए नाच्न लाग्यो हुन्छ नानी हो गएन हो नाच्न लाग्यो यो नानी बोलाउ आउँदै भए तिम्रा जोडी कहाँ गए बोलाउ आउँदै भए तिम्रा जोडी नाच्नलाई हो गरी ए बोलाउ आउँदै भए तिम्रा जोडी कहाँ गए
सबैलाई बोट हे राम हरे राम हामी सबैले दिन रात दिउँसो जतिखेर पनि सके जति पुरै नभए कतिखेर भए हे रामै जप्नु पर्छ हामी सबले जहिले पनि जतिखेर नि राम जप्नु पर्छ भोलि मर्दा हामीले लाने केही हो बाटे खर्च त्यसै बसे के काम जपम रामै राम त्यसै बसे के काम जपम आकै छ हो यसो भन्नुहुन्छ उहाँबाट मैले जान्दिनँ गाउँदिनँ उहाँ भनेको थिएँ अनि हिँड्ने गोरुको पुछार न्युठे गर्नुहुन्छ के भयो यो त झन् सुनिन्छ त सबैलाई हे राम खोइ त नि आगोलाई आओस् न आएन हे राम हरे हे नजपियो श्री कृष्ण नजपियो भोला नजपियो श्री कृष्ण नजपियो भोला भोलि उता जाँदा बिचमा रामले सोधे भने के बताउने होला त्यसै बसे के काम जपम रामै राम त्यसै बसे के काम जपम रामै राम त्यसै बसे के काम ठ्याक्क यहाँनिर बस्नु के उहाँको ठ्याक्क मुख आउने गरेर यो पनि सुनिन्छ मेरो मुखमा खिच्नु पर्दैन है
त्यही बस्नु ठ्याक्क उहाँको मुख अनि सबै आउँछ रेकर्ड भइरहेछ ल हजुरले गर्नुहुन्छ ए ल हेर हजुर त्यही हो नि मैले यसो हाम्रो लाइभ हाम्रो हे राम हरे राम राम अब के गाउने होला त नि यहाँ त एकछिन छोड्दिनु हे कसैलाई उ गर न ल हे यो घरमा दुनु छैन सुन्नु भएको छ होला नि हे यो घरमा दुनु छैन तर यो बजाउनु पर्ने फेरि बोल्नु न बोल्नु त्यहाँ आउँछ सुरुलाई मात्रै हो के त्यसपछि हे राम हरे हे यो घरमा दुनु छैन तर किन हुन्थ्यो र ठेकीमा मोही यो घरमा दुनु छैन ठेकीमा मोही 2-4 चरण गाएँ मैले तर सबैलाई चिनेको छैन कोही केही फुलको तोराना केही फुलको माला केही फुलको तोराना टुक्का जान्दैन हामीले जान्दैनौँ के टुक्का हजुरले गाउनुहोस् हामी छोप्नलाई चाहिँ ल मैले गाएको सुनेर छोप्न गाउन थालेको र गाएर हिँड्ने गोरुको पुछारी सुन्नु पर्यो न जानु त पर्यो ए राम राम हरे हरे राम 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 कस्तो हो एकदम मिठो हे राम हरे सबैभन्दा महिना लामो भन्छन् साउन अनि छोटो महिना पुष भगवानका प्यारा दुई भाइ छोरा लबरा कुसा त्यही फुलको तोराना त्यही फुलको माला त्यही फुलको तोरण हे राम हरि मैले भने अस्ति तितो मिठो जस्तो भयो नि मिठो मानेर खाइदिनु होला है
छैन कसैले भने एकदम मिठो भयो बुवा खाइदिन्छ खाइदिन्छ हे राम हरि हरि यो कार्य गर्दा धेरै लाउने धुना र टपरी सबैलाई त यो बजाउने पुगेको छैन नपुगेकाले बजाम है थपारी रङ्ग रस रमाइलो कसलाई लाग्दैन र रङ्ग रस खैजरी बच्चा बजाएमा पक्कुम दुम बाँधला ठोक्नी सबैले गाउँ गाउँ भन्छन् ये के गाउने हो ये तेरीमा टोक्नी रङ्ग रस रमाइलो कसलाई लाग्दैन र रङ्ग रस रमाइलो केवल झुकी नाना त्यसरी आरती केवल झुकी नाना आउँदै चिसो टम्परको जिमा के रे बाना आरतीको बेलामा सन्जे जगाउ सबले आरतीको बेलामा मन्दिरमा मैले जानेको देखेको ढोका खोला राम भन्छ आए मन्दिरमा ढोका
भगवान